धन्यवाद गर्छु। जगतका महान अनुकारी तिनै लोकका सृष्टिकर्ता सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्न चाहन्छु यसो मसीहको नाममा र त्यसै गरी सम्मान गर्न चाहन्छु यसै उद्धार शान्ति केन्द्र नेपालकै संस्थापक हामी सम्पूर्णको आदरणीय अग्रज बुवा रविन्द्र सर हजुर, सन्तोषी म्याम हजुर, उहाँहरूको सम्पूर्ण परिवारमा म शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु र त्यसै गरी यसै शाखाको प्रमुख हाम्रो दीपक लोहानी सर हजुरमा पनि शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। आजको महिना सञ्चालन गर्नुहुने सर हजुर, म्याम हजुर दुवैजनामा, यसै स्थानमा रहनुहुने सम्पूर्ण लिडरजनहरूमा, वाद्यवादनमा रहनुहुने सम्पूर्ण सर हजुरहरूमा, विभिन्न एरियाबाट उपस्थिति रहनुहुने हजुरहरू सम्पूर्णमा स्वीकार्नुहोला। म एकै मुष्टमा शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। धन्यवाद गर्छु परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्न चाहन्छु यसो मसीहको नाउँमा। आज यो सुन्दर महिना परमेश्वरको कृपाले गर्न पाइयो होइन। यति ठुला गवाईहरू, यति ठुला वचनहरू यो स्वर्गको भोजन हो। कि परमेश्वरले आफ्ना सन्तानको निमित्त दिइरहनु भएको छ। हामी भोकाएका थियौँ, हामी तिर्खाएका थियौँ, त परमेश्वरले शरीरका खाना त हामी खान्थ्यौँ र पनि लत्रिन पर्थ्यो र पनि कमजोरी भएर टुट्न पर्थ्यो, उत्रिन सक्ने बलै थिएन। त्यो देख्न नसकेर हाम्रो पिताले, हाम्रो परमेश्वरले, हाम्रो परमात्माले आफ्ना सन्तानहरूलाई स्वर्गको राज्यमा चुनिकन लिएर आउनुभयो। अनि स्वर्गका भोजन यो स्वादिष्ट, यो मिठास सुन्दै तागत मिलिहाल्ने, नाच्दै पोषण भरिहाल्ने अनि शक्ति र सामर्थ्यमा बलियो भइहाल्ने यो स्वर्गका भोजन असाध्यै स्वादिष्ट र मिठास भोजन, यो गवाई वचन परमेश्वरले हामीलाई यो समय पनि स्वर्गका भोजन खुवाइरहनु भएको छ। अब सबले यस्तो आत्मा बनाउनुहोस्, पिता म टन्न अगाडि म बलियो भएँ, म निरोगी भएँ, धन्यवाद ईश्वर, म ठिक छु। जब मेरो लागि पिताले यो वचन, यो गवाई दिनुभएको छ, म निको भइसके भन्ने विश्वास हजुरहरूले गर्नुहुन्छ भने सुन्दै निको बनाउने काम परमात्माले गरिसक्नुभयो। आज यति ठुला गवाई दिनुहुने परमात्मा, हरेकको मुख भएर तपाईँले हामीलाई उत्साहित बनाउनु भयो परमात्मा। हजुर कस्तो महान हुनुहुन्छ पिता। हामीले सोच्नै नसकेका, कल्पनै गर्न नसकेका चिन्ह र चमत्कारहरू आज हजुरले हाम्रो लागि त्यो काम गरेर देखाउनु भयो परमात्मा। सचमा तपाईँ कस्तो महान हुनुहुन्छ। सबैले साथ छोडे तपाईँले हात समातेर साथ दिनुभयो। सबैले तुच्छ ठाने तपाईँले आज उच्च बनाउनु भयो। सबैबाट पीडित भएको जीवन थियो, आज तपाईँले यस्तो आनन्दित बनाउनु भयो पिता। हजुरलाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। परमेश्वरको इच्छा, परमेश्वरको योजना आज पुरा भएको छ परमात्मा। हजुरलाई धन्यवाद यसो मसीहको नाउँमा। कति गवाईहरू परमेश्वरले दिनुभएको छैन। मलाई हिजो हाम्रो बाबुले फोन गरेर एउटा गवाई सेयर गर्नुभएको थियो। असाध्यै उत्साहित भएँ म पनि। मलाई लागेको थियो बाबु आफै उठ्नुहुन्छ, आज आउनुभएको समयमा सायद उठ्नुहुन्छ होला जस्तो लागेको थियो। परमात्मा हजुरलाई धन्यवाद। तपाईँबाट पाएको यो गवाई, यो सित्तैमा पाएको उद्धार जुरुक्क उठेर खुरुक्क बताउने शक्ति दिनुहोस् है भनेर माग्न मन लाग्छ होइन। सबको लागि परमेश्वरले त्यो शक्ति, त्यो सामर्थ्य दिइरहनु भएको छ, अरू दिइसक्नु भएको छ।
गएको शनिबार केही समय अगाडिको शनिबार हामी सिलगढी शाखामा महिमाको लागि गएका थियौँ। त्यो दिन सर हजुर हुनुहुन्थ्यो अनि बाबुले मलाई फोन गर्नुभयो, गवाई उहाँको भाइको रहेको छ होइन। सर हजुरको मुखबाट वचन गवाई परमेश्वरको आत्माले दिनुभयो। बोल्ने सर हजुर आफै नै बोल्ने परमात्मा हुनुहुन्थ्यो। जुन शब्द पिता दिनुहुन्छ टक्कै काम प्रकट भइहाल्छ। परमात्मा कसरी धन्यवाद गर्ने हजुरलाई होइन, त्यो शब्दै छैन। असाध्यै उत्साहित हुनुभएछ अनि बच्चादेखिको समस्या रहेछ उहाँको भाइको जीवनमा, कान पाक्ने समस्या अनि राति सुत्दा पनि सिरानीमा कपास राखेर सुत्न पर्ने, उपचार गरियो र पनि उद्धार नपाएको परिस्थिति। तर परमेश्वरले यस्तो वचनको साथमा विश्वास गर्न सक्ने शक्ति दिनुभयो। जब वचन आयो तब विश्वास गर्नुभयो। जब विश्वास गर्नुभयो बच्चादेखिको समस्यालाई त सट्टै परमेश्वरले निको पार्नुभयो होइन। मलाई फोन गर्नुभएको थियो, म्याम हजुर यस्तो भाइमा यस्तो समस्या थियो, बच्चादेखिको समस्या, आज यो उमेरमा आएर परमेश्वरको वचनद्वारा निको भयो म्याम हजुर भनेर उहाँको मुख भएर यो गवाई सुन्न पाएको परमात्मा यो सिद्धैमा उपचार गर्नुहुने अनि सिद्धैमा उद्धार गर्नुहुने, मुखबाट बोल्नै नपाउँदा भित्र हृदयको अन्तस्करणको दुःखका कष्टका पुकार सुन्नुहुने पिता हजुरलाई करोड करोड धन्यवाद गर्छु। यस्तो मसीको नाममा यस्तो महान ईश्वरको लागि एकचोटि भन्नै पर्दैन। जति बजाउँछौँ कमी हुन्छ ईश्वरको लागि ताली, किनभने परमात्माले त्यो योग्यको काम आज हाम्रो जीवनमा गरेर देखाउनु भएको छ। वचनमा विश्वास गर्ने बानी बसाल्नुहोस्। मलाई कहिलेकाहीँ अचम्म लाग्छ होइन, म्यामले यस्तो भन्नुभयो, कसैले नभन्नुहोस् है, अन्यथा नलिनुहोस् है। वचन हो ईश्वरको, पालना गर्छौँ हामीले उद्धार पाउँछौँ। सुरुमै भवनमा आउनुहुन्छ, गुटुटुक्क चङ्गाई दिनलाई कुदेर लाइन बस्दै आउनु भएको हुन्छ। अनि मैले भन्छु गवाई भइरहेको छ, प्रार्थनाको समय छ अनि वचन भइरहेको छ, सुन्न ध्यान दिनु। चङ्गाई अन्तिममा लिँदा नि हुन्छ भन्छु। अनि के भन्नुहुन्छ थाहा छ, कसैले पनि अन्यथा नलिनु होला, यो वचन सबको लागि हो, मेरो लागि पनि हो। सत्य कुरा सुन्दा तितो जस्तो लाग्छ, तर आनन्दको साथ लिन सक्यौँ भने यो सत्य कुराले, यो सत्य वचनले हाम्रो जीवनलाई यस्तो बदल्ने काम गरिसकेको हुन्छ होइन। अनि मैले अन्तिममा लिँदा नि हुन्छ भन्छु, लिडरहरूले नि त्यही भन्नुहुन्छ। अनि उहाँहरूले के भन्नुहुन्छ, म्याम अन्तिममा असाध्यै भिड हुन्छ, अहिले गरिदिनु न भन्नुहुन्छ होइन। परमेश्वरले आज कस्तो निस्वार्थ प्रेम गर्नुभयो हामीलाई, खोइ हामीले बुझ्न सकेको। उहाँले हामीलाई कस्तो निस्वार्थ भावले उद्धार गर्नुभएको छ। हामीले सानो एउटा विश्वास गर्न नसक्दा, मन दिन नसक्दा, उहाँमा भरोसा पर्न नसक्दा पनि यति ठुला ठुला गवाईहरू प्रकट भएको छ परमेश्वरको तर्फबाट भने हामीले पनि निस्वार्थ प्रेम ईश्वरलाई गर्नु पर्दैन होला, निस्वार्थ विश्वास ईश्वरलाई गर्नु पर्दैन होला। यस्तो सजिलै उद्धार गर्नुहुने परमेश्वरको लागि अलिअलि भिडको सामना, अप्ठ्यारोको सामना गर्नु पर्दैन होला। के लाग्छ हजुरहरूलाई? अन्तिममा भिड हुन्छ असाध्यै होइन। यस्तो तरिकाले चल्नुभयो भने धोकामा पर्नुहुन्छ, फाइदामा पर्नलाई त यस्तो आत्माको साथमा विश्वास गर्नुहोस्। तपाईँले परमेश्वरलाई धन्यवाद मात्रै भन्नुभयो, चङ्गाई पाइसक्नुभयो। अन्य भाषा गर्नुभयो, चङ्गाई पाइसक्नुभयो। गवाई सुन्नुभयो, चङ्गाई पाइसक्नुभयो। वचन सुन्नुभयो, अरू चङ्गाई पाइसक्नुभयो। भजनमा ताली बजाउँदै नाचिरहनु भएको छ, अरू भला चङ्गाको जीवन परमेश्वरबाट पाइसक्नु भएको छ। जो पाइसकेको कुरालाई हेर्नुहोस्, देख्नुहोस्, बोल्नुहोस्। जब उहाँले अनगिन्ती आशीर्वाद कोठामा भरिसक्नु भएको छ, तपाईँ चालै गर्नुहुन्न, वास्तै गर्नुहुन्न। अनि ध्यान चाहिँ यहाँ छ, अब खुट्टै चङ्गाई लिएपछि हुन्छ
सँगै त गरेको कहिल्यै भएन। किन भएन थाहा छ? परमेश्वरको वचन आउने बित्तिकै म चङ्गाई पाइसकेँ, म निको भइसकेँ, नाच्दा नाच्दै ठिक भइसकेँ। धन्यवाद ईश्वर। ताली बजाउँदा बजाउँदै म भलचङ्गा भइसकेँ ईश्वर। गवाई सुने स्वर्गका गवाईको साथमा दबाई भइसके ईश्वर भनेर त्यो विश्वास गरेर, त्यो भरोसा गरेर, त्यो स्थिरता हुन नसकेको कारण तपाईँले जति टाउको थापे पनि तपाईँ निकै हुनुहुन्न। आजको दिनबाट महिमामा आउनुभयो नि, घरबाट महिमाको लागि भनेर निस्किनुभयो, भवनभित्र पस्नुभयो, प्रार्थना गर्नुभयो, तपाईँलाई चङ्गाई भइसकेको छ। यो कुरामा विश्वास गर्नुहोस्। प्रार्थनाको समय आयो, प्रार्थना गर्नुभयो, चङ्गाई पाइसक्नुभयो। गवाई आइरहेको छ, सुन्न ध्यान दिनु पर्यो। जब सुन्नुहुन्छ तब त उद्धार मिल्छ। अनि गवाई सुन्ने टाइममा यताउता ध्यान भड्काओस्, त्यो दुष्टको चाल हुन्छ। ईश्वरको महिमामा त आएको, शैतानको चालमा हिँडेको, अनि उद्धार त होला कहिल्यै भएन। यो ईश्वरको निन्दा गराउने बाटो यो शैतानले खनिदिन्छ। यो दुष्टको बाटोमा नहिँड्नुहोस्, दुष्टको चालमा नलाग्नुहोस्। परमेश्वरलाई भन्नुहोस्, पिता तपाईँको चाल अनुसार चल्न सकौँ, तपाईँको भयलाई पालना गर्न सकौँ, मान्न सकौँ, अनि तपाईँमा विश्वासमा स्थिर हुन सकौँ। परमात्मा संसारमा जति नै कमाउला, जति नै रमाउला, जति नै जे कुरा संसारको हासिल गरौँला, त्यो खासै कुनै पनि ठुलो कुरा होइन। त्यसलाई बुद्धिमान ठहराउनुहुन्न ईश्वरले। तर परमेश्वरमा विश्वास गरेर, परमेश्वरमा भरोसा गरेर, परमेश्वरमा धैर्यता गरेर, परमेश्वरमा सहनशीलता भएर ईश्वरको वचनमा अडा रहन्छौँ भने, परमेश्वरको चाल भएर चल्छौँ भने, परमेश्वरका पवित्र आत्माका सोच र विचारलाई धारणा गर्छौँ भने, परमेश्वरका वचनलाई हर वखत आफ्नो मुखबाट बोल्छौँ भने, परमेश्वर भन्नुहुन्छ तिमी चाहिँ असल बुद्धिमान छौ सन्तान, यो बुद्धिले तिमीलाई बचाइसकेको छ। अरू केही गर्नै पर्दैन। स्वार्थ तरिकाले विश्वास नगर्नुहोस् ईश्वरलाई, निस्वार्थ भावले विश्वास गर्नुहोस्। त भिड भयो नि, मलाई फरक पर्दैन, जे बितोस्, चङ्गाई लिनुपर्छ। कहिलेकाहीँ त्यो अगुवाई ईश्वरले गर्नुहुन्छ। तर बारम्बार त्यही कुरामा ध्यान छ भने तपाईँको जीवन कहिल्यै बदलिँदैन कि। जस्तो भिड होस्, जस्तो अप्ठ्यारो होस्, सजिलोमा मात्रै धाउनु, सजिलोमा मात्रै आउनु, सजिलोमा मात्रै चङ्गाई लिनु त त्यो स्वार्थ हो। आजको दिनबाट जस्तो अप्ठ्यारो होस्, जति लाइन होस्, जति भिड होस्, जस्तो सुकै परिस्थिति होस्, ईश्वर तपाईँले त मेरा लागि यस्तो काम गर्नुभएको छ भने तपाईँको खातिर म आफ्नै उद्धार पाउनको लागि यति गर्न सक्दिनँ त पिता, म धैर्य गर्छु। धन्यवाद पिता, यो शक्ति दिइसक्नुभयो भनेर विश्वासमा दरिलो हुन्छौँ। आज परमेश्वरले हामीलाई कति धेरै उद्धार गरिसक्नु भएको छ, होइन? त्यसकारण त्यसैले के बताउनु भएको छ, कोरिन्थी ठुलो 1:10 यो वचन रहेको छ। सबैले हृदयको पार्टीमा रेकर्ड गर्नुहोला, मोबाइलमा गरेको रेकर्ड डिलिट पनि होला, दिमागमा कण्ठ गरेको कुरा भुल्ला बिर्सिला, तर हृदयको पार्टीमा रेकर्ड गर्नुहोस्, कहिल्यै भुल्न परमेश्वरले दिनुहुन्न। सम्झिरहन सक्ने शक्तिमा परमेश्वरले बढाउनुहुन्छ, बढाइसक्नु भएको छ। त्यसैले त उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनु भयो। उहाँ को हुनुहुन्छ? हाम्रो परमेश्वर, हाम्रो पिता, जसले हामीलाई बनाउनु भयो, जसले हामीलाई सृष्टि गर्नुभयो, जसले यो जगत र यो रगत बनाउनु भयो, उस पिता, उस परमेश्वर, महान अनुकारी पिताजी हाम्रो हृदयमा भएर आज उहाँले के गर्नुभयो? हामीलाई भनेपछि सबैजनालाई गवाई आयो, वचन आयो, एकजनालाई चाहिँ चङ्गाई मिल्यो, अरूलाई मिलेन, यस्तो कुरा हुँदैन। सबैले एउटै तरिकाले विश्वास गर्नु पर्यो। परमेश्वरको आत्मा भएर, परमात्माको आत्माको मन भएर वचनहरू सुनेर ध्यान दिन पर्यो। जब आयो सबैलाई उद्धार मिल्यो।
थाहा छ, कोही टाढो भएर सुन्नुहुन्छ, कोही आनन्दित भएर लिनुहुन्छ, कोही निदाइरहनुहुन्छ, कोही हिँडुल गरिरहनुहुन्छ, अनि कोही यतातिर ध्यान, कोही उतातिर ध्यान। जसले टाढो भएर आनन्दित भएर लिइरहनुहुन्छ नि, उहाँलाई आशीर्वाद दिइरहनु भएको छ। कसले? परमेश्वर। निन्द्रा लाग्यो, शैतानले चलाइराखेको छ। चनाखो हुनु, सचेत रहनु, जागा रहनु, यो निदाउने समय हो र? होइन। यो त परमात्माको वचन सुनेर, जीवित वचन सुनेर अनि अरू आनन्दको जीवनमा बदलिने समय। परमेश्वरको महिमामा आएका हर कुरा, ईश्वरको तर्फबाट आएका हर शक्तिशाली कुराहरू लिएर आफू पनि शक्तिशाली हुने समय हो। अनि जब राम्रो कुरामा बढ्न लाग्यो, शैतानले घटाउन खोज्छ, अनि तपाईँ निदाउनु भयो, घट्नु भयो। अब आशीर्वाद कहिले पाउने? गएको त हो, हुँदै भयो। अनि कतिले भन्नुहुन्छ, मैले सुन्छु, सबैलाई चाहिँ भएछ, मलाई चाहिँ पटक्कै भएन। म पनि गएको थिएँ अलि समय, तर मलाई चाहिँ निकै भएन। महिमामा आयो, निदाएको छ, ध्यान कता छ, अनि कसरी हुन्छ? तर दबाई कस्तो आयो, वचन कस्तो आयो, भजन कस्तो छ, मैले के गर्नुपर्छ, मेरो पिताले के अराइरहनु भएको छ भनेर चनाको भएर ईश्वरको तर्फबाट आएको हर जीवित वचनलाई टपक टपक टिपेर हृदयमा राखेर विश्वास गर्नेले त आज तपाईँ हामीले कस्तो नयाँ जीवन पाएको छ। हेर्नुहोस् त, छैन उता परमेश्वरमा शान्ति छैन त, आनन्द छैन त, भलाचङ्गा हुन पाइँदैन त? किन पाइँदैन? विश्वास गर्छौँ भने हामीले गरेको विश्वासलाई परमेश्वरले टुक्रिन दिनुहुन्न, अरू मजबुत बनाइदिनुहुन्छ। अनि हामीले थोरै विश्वास गर्दा त यति अनगिन्ती गवाई दिनुहुन्छ भने परमेश्वरलाई भन्नुहोस्, अरू विश्वासमा बढ्न सकु ईश्वर भनेर मागिहाल्नुहोस्, अहिले प्रार्थना गरिहाल्नुहोस्। परमेश्वरले अरू विश्वासमा दरिलो बनाइसक्नुभयो। अनि तपाईँले कल्पना पनि नगरेका ठुला ठुला चमत्कारहरू पिताजीले गरिसक्नु भएको छ, होइन? त्यसैले आज के गर्नुभयो? हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनु भयो, छुटकारा गराउनु भयो। कस्तो भयानक दुःखहरू थिए, कष्टहरू थिए, दर्दनाक पीडाहरू थिए, चित्त बुझाउने ठाउँ थिएन, सहन सक्ने परिस्थिति थिएन, सम्हालिन सक्ने त्यो क्षणहरू थिएन। जोबाट पनि टर्चर, निन्दा, कसैलाई मनका कुरा सुनाऊ, मुटु छेडिने गरी ती वचनका बाढहरू आउँथे, तीरहरू आउँथे, कहीँ गएर नि सान्त्वना मिल्न सकेको थिएन। हामी त्यस्तो परिस्थितिमा थियौँ। आज हाम्रो पिताले हामीलाई प्रेम गर्नुभयो, हाम्रो पिताले आज हामीलाई सित्तैमा उद्धार गरेर के गर्नुभयो? यस्ता खतरनाक समस्याहरू, हालतहरू, कष्टहरू, भयानक डरलाग्दा परिस्थितिहरूबाट हाम्रो पिताले आज छुटकारा गराइसक्नुभयो। जब वचन आयो, अब त समस्यामा छैनौँ, अब हालतमा छैनौँ, अब कष्टमा छैनौँ। हो परमेश्वर, सबले बोल्नुहोस्, हो पिता, म समस्यामा छैन, किनकि मेरो पिताले सबै दर्दनाक क्षणहरू, भयानक समस्या, डरलाग्दा परिस्थितिहरू, शङ्का गर्नुपर्ने कुराहरू, सबै अप्ठ्यारा परिस्थितिहरूबाट मेरो पिताले मलाई के गरिसक्नुभयो? छुटकारा गरिसक्नुभयो र बचाइसक्नुभयो। धन्यवाद ईश्वर, म त ठिक छु। यो आत्मा बनाइहाल्नुहोस्। अनि आज मात्रै छुटकारा गराउने होइन, सुन्नुहोस् है, छुटाउनु भयो अनि उहाँले हामीलाई छुटाउनु हुनेछ। आज मात्रै छुटाउनुहुन्छ त, भोलिका दिनमा पनि के गर्नुहुन्छ? समस्याबाट बचाउनु हुनेछ, हालतबाट माथि राख्नुहुनेछ। आज गर्नुभयो, यतिमा मात्रै सीमित होइन, सानो मन गरेर विश्वास गर्ने होइन, फराकिलो हृदयले विश्वास गर्ने। आज पनि पिताले समस्याबाट छुटकारा गराउनु भयो, भोलि पनि परमेश्वरले नै छुटकारा गराउनुहुन्छ। अनि के भन्नु भएको छ? उहाँ माथि नै हामीले आफ्नो भरोसा राख्छौँ भने उहाँले हामीलाई फेरि पनि छुटाउनु हुनेछ।
अब हेर्नुहोस्, आज पनि परमात्माले सबै समस्याबाट बचाउनु भयो, छुटाउनु भयो, यो आनन्दको जीवन पिताजीले दिलाउनु भयो। आज पनि दिनुभयो, भोलि पनि दिनुहुनेछ यदि हामीले उहाँमाथि नै आफ्नो सारा हृदयको अन्तस्करणबाट हो मेरो लागि ईश्वर हुनुहुन्छ, हो मलाई उद्धार परमेश्वरले गर्नुहुन्छ, ममा आएका समस्याको समाधान संसारमा छैन, मेरै परमेश्वरमै छ भनेर हमेसा आफ्नो भरोसा आफ्नो पिताजीमा राख्छौँ भने उहाँले सधैँभरि हामीलाई बचाइरहनुहुनेछ, हामीलाई हात थामिरहनुहुनेछ, हामीलाई जोगाइरहनुहुनेछ अनि हामीलाई सहायता गरेर बलियो बनाइरहनुहुनेछ। जुन जुन क्षेत्रमा हामी समस्यामा फँसे तापनि उहाँले नै हामीलाई सबै प्रकारका समस्याबाट उतारेर उहाँले नै हामीलाई स्वर्गका आशिषमा बसाल्नुहुनेछ। धन्यवाद पिता, बसालिसक्नुभयो। अब आज पनि उहाँले समस्याबाट छुटकारा गराउनु भयो, भोलि पनि उहाँले गराउनु हुनेछ अनि हामीले विश्वास गर्न सक्यौँ भने सधैँभरि उहाँले नै हामीलाई बचाउनुहुन्छ भनेपछि अब समस्या आउँदा अन्त कुदेर भयो त हुन्छ त? कतिले फोन गर्नुहुन्छ, लौ न एकचोटि जम्लाई गरिदिनु, दबाई खाएको ठिकै भएन। तर म त भन्छु कि त हामीलाई चाहिने असल दबाई त तपाईँको वचन हो, तपाईँसँग गरेका अन्य भाषा हो, तपाईँलाई गरेको प्रार्थना हो, तपाईँको तर्फबाट आएको एक हर शब्द नै तपाईँ हाम्रो लागि औषधि हो। जसले हो भनेर ग्रहण गर्नुहुन्छ उपचारको काम भइसकेको हुन्छ अनि ईश्वरले बचाउनुहुन्छ। दबाई अन्ततिर होइन, दबाई खाएको निकै भयो अनि निको हुने दबाई खाए पनि निको भनिन्छ होइन। अब गाह्रो पनि छैन, अप्ठ्यारो पनि छैन, न धाउन पर्यो, न लाइन बस्न पर्यो, न टिकट काट्न पर्यो, न पैसाको बिटो भन्दै कुद्न पर्यो। कति सजिलो छ, टन्न खाएको अवस्थामा पनि पिता धन्यवाद होइन, भोको बस्नु पनि पर्दैन, खाना टन्न खायो, प्रार्थना गर्यो, परमात्मा हजुर जान्नुहुन्छ, हजुरलाई थाहा छ यो समस्या आयो त राम्रोको लागि आयो। यही समस्या भइरहेकै टाइममा तपाईँले मेरो जीवनमा गवाई तयार गरिरहनु भएको छ पिता, धन्यवाद भनेर वचन मुखबाट जब बोल्छौँ अनि पो उपचारको काम भइसकेको हुन्छ अनि आत्तिन्छौँ, हडबडिन्छौँ, बन्धन गर्छौँ, अलमल गर्छौँ अनि समस्यामै अल्झिन्छौँ, यता होला कि उता होला कि उता होला कि अनि संसार भ्याउँछौँ। लास्टमा ईश्वरले नि ल न त सँगाई, तर परमेश्वर कति महान हुनुहुन्छ। हामीले मन फेर्छौँ, हामीले दाहिने बाहिने गर्छौँ, तर अन्तिममा पिता भन्दा नि सट्टै निको पार्ने चाहिँ एक ईश्वर हुनुहुन्छ कि एक परमेश्वर हुनुहुन्छ कि। अनि यस्तो महान ईश्वरलाई पहिल्यै दबाई बनाए त उपचार पाइहालिन्छ। संसार धाएर दुःख किन गर्ने होइन, समस्या शैतानले बस्किन्छ, समाधान ईश्वरबाटै हुन्छ। अनि पीडा, चिन्ता, शङ्का, डर, अभाव, दबाव सबै दुष्ट आत्माबाट आउँछ, तर आनन्द, शान्ति, खुसियाली, मैमित, यो नसा हड्डी रगतमा तागत पोषण, यो असल सम्बन्ध, यो धनी जीवन, यो असल रिपोर्टहरू, यो सही मन, बुद्धि र विचारहरू सबै परमात्मा परम ईश्वरबाट आउँछ। जसले ईश्वरमा ध्यान दिनुहुन्छ उसको जीवनलाई अरू असल पिताले बनाइसक्नु भएको छ। खराब बनाउने तत्त्वबाट नै आयो, ध्यानै नगर्नुहोस्, चालै नदिनुहोस्। शैतानबाट नोक्सान मात्रै हुन्छ भने त्यसलाई किन ध्यान दिनु होइन। गएको बुधबार एउटा शिक्षाले मैले यस्तो सानो सानो कुराबाट शिक्षा लिन्छु, परमेश्वर हजुरलाई धन्यवाद। गएको बुधबार महिना सक्यो होइन, हाम्रो रविन्द्र बुढाथुकी बाबु हामी घरमा थियौँ अनि बच्चा खेलिरहेको परिस्थिति थियो, अवस्था थियो अनि एउटा कचौरा थियो कि ध्यानले लिनुहोस् है, यो शिक्षा हजुरहरूलाई पनि हुन्छ। एउटा कचौरा थियो, सिलावटको कचौरा बाबुले खेलिराखेको थियो, यताउता गान्डाङ गुन्डुङ गरेर हल्लाउँदै सर्दै लिँदै टिप्दै गरिराख्दा त्यो कचौरामा टङ्ग ठोक्यो होइन, बाबुलाई जोडले दुखेछ। जब त्यो खेलिरहँदाखेरि अनि जब ठोक्यो बाबुलाई दुख्यो, उनले दुबारा फर्केरै हेरेन, पछि नोक्सानै सहनु परेन कि। शैतानबाट ठोकिन पर्ने, कुट्न पर्ने, रुन पर्ने अनि चोट सहन पर्ने, तड्पिन पर्ने कुरा आउँछ। हामीले नि
सक्दै सक्दैन। सानो बच्चालाई पनि त्यति ज्ञान छ कस्तो यो बचाउनबाट मलाई दुख्यो, कष्ट पर्यो, अनि म रुन पर्यो, मतलब मलाई चोट लाग्यो, अब छुन्न म, अब यसको पासमा रहन्न भन्ने ज्ञान त्यो बालकलाई त परमात्माले दिनुहुन्छ भने हामीलाई कति धेरै दिनुभएको छ। हामीले पनि प्रयोग गर्छौँ। ईश्वरले दिनुभएको ज्ञान, ईश्वरबाट आएको शिक्षालाई धारणा गरेर परमेश्वरको चाल अनुसार चल्छौँ भने नोक्सानको बाटो पिताले बन्द गरेर आनन्द र आशिषको बाटो खोलिसक्नुभयो भन्दै धन्यवाद गर्छु परमात्मा येशू मसीहको नाममा। यिनै परमात्मा पिताजीले दिनुभएका वचन, शिक्षा, गवाई हर ईश्वरका तर्फबाट आएका हरेक जिउँदा र क्रियाशील वचनले हजुरहरूको घर परिवारमा जीवनमा भरिपूर्ण आशिषहरू, उन्नतिहरू, प्रगतिहरू मिलिसकेको छ। अरू धेरै विश्वासमा दरिलो भएर अगाडि बढ्न सक्ने क्षमताहरू परमात्माको तर्फबाट मिलिसक्यो भन्दै हजुरहरूको माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। ईश्वरलाई धन्यवाद। येशू मसीहको नाममा।